सो क्याप्टेन रोहित पौडेल इज नट प्लेइङ टुमोरो म्याच किनभने रोहित पौडेललाई चाहिँ अलिकति ज्वरो र अलिकति पेटको समस्या भएको कारणले चाहिँ स्वास्थ्य अब हुन्छ नि त्यतिकै बिग्रेको कारणले गर्दा चाहिँ भोलि चाहिँ उनी चाहिँ नखेल्न पनि सक्छन्। यदि टाइममै ठिक भयो भने चाहिँ अवश्य खेल्ने पनि छन्, तर धेरै जस्तो चान्सेस छ कि सायद रोहित पौडेल भोलि खेल्नेवाला छैनन्। तपाईँलाई चाहिँ कस्तो लाग्छ भोलिको म्याच चाहिँ कस्तो हुनेवाला छ? किनभने अब क्याप्टन नै अब नभएपछि अब कि दिपेन्द्र सिंह एरीले साँच्चीकै आफ्नो भाइस क्याप्टनको भूमिका क्याप्टन भन्दा पनि राम्रो गर्नेछन्। हामी क्याप्टनको हुन्छ नि प्रेजेन्टमा चाहिँ लगातार 2वटा म्याच हारिसकेका छौँ भने चाहिँ अब भोलि चाहिँ सबै जिम्मेवारीहरू चाहिँ भाइस क्याप्टन जुन चाहिँ दिपेन्द्र सिंह एरीको काँधमा आउनेवाला छ। अब के तपाईँहरूलाई के लाग्छ कि दिपेन्द्र सिंह एरीको क्याप्टनसिपमा चाहिँ अब हुन्छ नि वेस्ट इन्डिजलाई हराउन सकिन्छ? पहिला पनि हामीले हराएकै हो वेस्ट इन्डिजको एक टिमलाई जुन चाहिँ अब हुन्छ नि रोहित पौडेलको क्याप्टनसिपमा। अब के हुन्छ अब तपाईँहरू नै भन्नु, अब के साँच्चै यसको फाइदा हुनेछ कि या नेपाली टिमलाई घाटा हुनेवाला छ? रोहित पौडेल भनेपछि अब हुन्छ नि नेपाली टिमको क्याप्टन अब एकदमै हुन्छ नि बलियो खम्बा। अब कि भोलि यसको फाइदा यदि कुनै हुन्छ नि अरू प्लेयरले पाएर उसले अपर्च्युनिटी मिलेर उसले हुन्छ नि राम्रो गर्नेछन्, या फिर हुन्छ नि रोहित पौडेलको एब्सेन्समा चाहिँ नेपाली टिमलाई घाटा हुनेवाला छ? यो त अब भोलिको म्याचमै थाहा हुनेवाला छ। बाँकी तपाईँहरूलाई के लाग्छ अब यो चाहिँ कमेन्ट गर्नु होला है।